साथीहरु नमस्कार। आज चाहिँ मैले प्राविधिक सहायक, शिक्षक सेवा आयोग, त्यसैगरी विद्यालय निरीक्षक लगायतका विभिन्न पदहरूको पाठ्यक्रममा उल्लेखित एउटा महत्त्वपूर्ण टपिक लिएर आएको छु। अन्तिमसम्म भिडियो हेरेर चाहिँ साथ दिनुहुनेछ भन्ने आशा छ र च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब पनि गर्नुहुन्छ भन्ने आशा छ। र अब जाउँ साथीहरु विषयवस्तुतिर। हाम्रो विद्यालय निरीक्षक, प्राविधिक सहायक, त्यसैगरी शिक्षक सेवा आयोगका विभिन्न पदहरुमा चाहिँ यो कार्यमूलक अनुसन्धान भन्ने चाहिँ राखिएको छ, जुन चाहिँ प्रत्येक परीक्षामा चाहिँ सोधिएको पनि विषय हो। र यहाँनिर चाहिँ हामीले महत्त्वपूर्ण कुराहरु चाहिँ मैले टिपेर ल्याएको छु। साथीहरु यो देख्न सक्नुहुन्छ तपाईहरुले। अब कार्यमूलक अनुसन्धान भनेको चाहिँ साथीहरु काम गर्दै, अनुभव गर्दै कार्यमा सुधार ल्याउने र सुधारका लागि रणनीतिक कार्य गर्ने प्रक्रिया हो, जसका चाहिँ प्रतिपादक को रहेछन् भन्दाखेरि साइकोलोजिस्ट, मनोविज्ञानवेत्ता कुट लेभिन। उनले चाहिँ यो कार्यमूलक अनुसन्धानको प्रतिपादन चाहिँ 1946 मा गरेका रहेछन् भनेर बुझ्नु पर्यो। त्यसैगरी कार्यमूलक अनुसन्धानका विशेषताहरु पनि त्यति नै महत्त्वपूर्ण छ है साथीहरु। कार्यमूलक अनुसन्धानका विशेषताहरु के रहेछन् ल हेरौँ है त। यसमा शिक्षक स्वयं अनुसन्धानकर्ता हुन्छ साथीहरु, स्वयं आफू नै संलग्न हुन्छ त्यसमा। त्यसैगरी आफ्नै कार्यक्षेत्रमा सुधारका लागि प्रयोग गरिन्छ यो चाहिँ। त्यसैगरी आफ्नो कार्यक्षेत्रमा देखिएका समस्या सुधार गर्ने, कमजोरीहरु सुधार्ने अनुसन्धानको रूपमा यसको प्रयोग गरिन्छ। त्यसैगरी अब यो कार्यमूलक अनुसन्धानले चाहिँ तत्काल प्रभावकारी परिणाम दिन सक्दो रहेछ हैन। त्यसैगरी यो चाहिँ सहभागी र व्यावहारिक प्रकृतिको पनि हुन्छ साथीहरु। त्यसैगरी यो सुधारमुखी र निरन्तर प्रक्रियाको रूपमा रहन्छ, यो चलिरहन्छ, यो चक्रीय हुन्छ साथीहरु, व्यापक पनि हुन्छ। त्यसैगरी अब यसको चाहिँ अर्को महत्त्वपूर्ण पाटो के रहेछ भने साथीहरु साइकल अफ एक्सन रिसर्च, जुन चाहिँ हामीले यसलाई चाहिँ कार्यमूलक अनुसन्धानको चक्र पनि भन्छौं। यो पनि बारम्बार सोधिरहेको प्रश्न हो साथीहरु। यसमा चाहिँ अब 4 वटा चरण रहेको छ, जुन चाहिँ योजना बनाउने, प्लान, कार्यान्वयन गर्ने, एक्सन, अवलोकन गर्ने, अब्जर्भेसन, पुनर्विचार गर्ने, रिफ्लेक्सन, जसमा चाहिँ हामीले यो कन्ठ गर्न सजिलो छ साथीहरु, PAOR भनेर बनाउन सक्छौं। प्लान, एक्ट, अब्जर्भेसन एन्ड रिफ्लेक्सन भनेर यहाँ ट्रिक पनि राखिदिएको छु। अब यसलाई चाहिँ अरु अनुसन्धानसँग चाहिँ तुलना गर्दाखेरि साथीहरु के रहेछ हेरौँ है त। जसमा चाहिँ कार्यमूलक अनुसन्धान चाहिँ व्यावहारिक हुन्छ, यसले व्यक्तिगत सुधार गर्छ, यो छोटो अवधिको हुन्छ, यो चक्रीय पनि हुन्छ है साथीहरु। त्यसैगरी आधारभूत अनुसन्धान चाहिँ सैद्धान्तिक हुन्छ। कार्यमूलक अनुसन्धान व्यावहारिक थियो, आधारभूत अनुसन्धान सैद्धान्तिक हुन्छ। यसमा सामान्यीकरण गर्न सकिन्छ साथीहरु। यो कार्यमूलक अनुसन्धान छोटो अवधिको थियो भने यो दीर्घकालीन छ। अब घटना अध्ययन हेर्ने हो भने के छ है, घटना अध्ययन कुनै व्यक्ति, संस्था वा कार्यक्रमको गहिरो अध्ययन गर्ने, गहन अध्ययन गर्ने, यसले चाहिँ डिपली अध्ययन गर्छ। यसले समस्याको कारण पहिचान गर्छ, समाधानका उपायहरू प्रस्तुत गर्छ साथीहरु। हस्, धन्यवाद।